के भयो बारुली ओए ओए कस्तो खतरा आएको के यो त म पुरै स्वर्गै पुगे जस्तो आइरहेको छ यो त लास्टेको यो त बच्चा ल हामी आज सुटमा छौँ यहाँ दिदी मेकअप गर्दै हुनुहुन्छ टचअप ए टचअप अनि यहाँ क्यामेरा छ यसमा चाहिँ मैले मिस्ट फिल्टर हालेको छु के छ ब्रदर आरामै यसो सुटको लागि आएर तपाईँको नि के पोस्ट वेडिङ हो क्या ए यस्तो मेरो यस्तो चाहिँ कहिले नगर्ने के यस्तो हेभी लेहेङ्गा लाएर यो त रिसेप्सन भयो अन्त जेको भयो भने मेरो त रिसेप्सन पनि हो त्यहाँ अस्ति नै हामीले खिचाए जस्तै हो पातलो पातलो कपडा गरेर डेस्टिनेसन कतै गएर त्यसमा यस्तो त नगर्ने है म मरे नि सक्दिनँ म हेर त राम 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 खै कस्तो आउने रहेछ कहाँ खिच्छ भन नि त ओए ड्रिमी आइरहेछ यो त ओए हेर्नु त कस्तो ड्रिमी आएको क्या है उयो हेर्नु नि त उयो आँखा देखेन ए एकछिन उयो खै डिस्प्ले कता छ अब यो सक्क सेटअप गरेर खिचिहाल्छ ओए ल ल ल कहाँ यहीँ हान्ने यहाँ त अलि हिलो हिलो छ उतातिर जाउँ न यहाँबाट घुमेर जाउँ लास्टमा यो बेचौँ न टोटल 30 समथिङ परेछ बुढी मजाले एउटा यहाँ खिचौँ न यहाँ उयो अलि अडेस लाएर बसिरहेको जस्तो यो चाहिँ नहालौँ मैले बुक पढाएर जस्तो गरौँ बुक त बसेर पढ्दाखेरि ठिक हुन्थ्यो कि के भन्छ बुढाहरूलाई किन बिहे गरेछु भन्ने भन नि कतिको फुल यति यतिलाई कहाँ फुल हुन्छ राम्रै छ ओए कस्तो खतरा आएको क्या यो त म पुरै स्वर्गै पुगे जस्तो आइरहेको छ ओए हेर्नु त मामा बडी त कहाँ हो यो हाइलाइट यो राम्रो आएको छ यिनीहरू डेन्जर यहाँ त टलक्कै टल्के छ हो यस्तै उयो त के टल्क्यो यस्तो एकछिन टल्किनु नपर्ने हो त्यही भने त अलि धेरै नै टल्क्यो जान्दाखेरि अब चाहिँ ठिक होला घाम अलिकति डिफ्युज आयो नि त नि ठिक छ अहिले
अच्छा ठिक छ अलिकति ठिक आयो अँ हो अब चाहिँ ठिक आएछ यस 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 जम्मुता कता जानु छ घरमा हिजो त्यसरी खिच्ने ए उता बसौँ न खै ऊ त्यो सेतो सेतो भएको ठाउँमा ल अलि हेरेर त हिँड्नु है ए के हुन्न नि के गडेउला सडेउला ओइ हुन्छ यहाँ त अस्ति नआउँदाखेरि जुगा सुगा थियो छ्या। ए यहाँ त अलि सुक्खै रहेछ ठिक छ के भयो बारुली ओए कति बारुला छ यहाँ हेर त छैन अहिले मैले 2टा देखिसकेँ म मारिदिन्छु यो एसेलाई ऊ त्यो हो कि फ्लावरको त्यो नि त्यस्तै हो होइन भने हो ल हेर ए त्यो चाहिँ होला थके ऊ यहाँ बस्नु न त नभए त्यो पछाडिको ब्याकग्राउन्डमा मात्रै आउँछ ल यो कसरी हाल्ने हो के थियो कसरी हाल्ने थियो कता राख्ने यो चाहिँ त्यो फोटो रिफरेन्स कस्तो छ हेर्ने हो हेरौँ न यसो अनि फ्लावर त छैन त्यसमा फ्लावर नराख्नु एउटा छिटो उयो हटाइदिउँ न कस्तो राम्रो थियो तर अघिल्लो फोटोमा कहाँ टल्किरहेको रहेछ यसो कहाँ गयो फेरि मेरोमा यसले यो वाला खै लिइरहेको एउटा उयो यस्तो फर्स्टमा त्यही गरौँ न त अनि यस्तो यस्तो त्यो हटाउनु पर्छ होला बुकहरू खै एकैछिन है इमेज क्वालिटी र अनकम्प्रेस्ड व्हाइट ब्यालेन्स हटालिदियो अटो एकछिन है ल है त ल कस्तो गइरहेछ त केटी यस्तो पनि छ क्या एउटा कस्तो खै फ्रुटको मात्र माथि टपिङ फुड बास्केटको मात्रै छ एउटा बास्केटको मात्रै दिएँ यो केरा चाहिँ नदेखाउनु केरा केरा चाहिँ अझै बेजती नै छ कि कहाँ बेजती हुनु झन् खतरा महँगो फ्रुट हो नि केरा त त्यो अरेन्ज पनि अलि माथि लिएर हो नि त अझै
कल आयो फेरि कसको अहिले म बिजी छु क्या कराइदिउँ काम चाहिँ केही गर्ने है ल है त रेडी 1 देखाउ त के चाहिँ दिइरहेको छु नि थाहा छैन मलाई ओए यिनीहरू राम्रो आइरहेको रहेछ पछाडि भन्दा नि यो त लास्टै यो त मजा आइरहेछ हो यो राम्रो आएको छ नि यस्तै यिनीहरू अनि बास ल यसरी चाहिँ गरौँ यस्तै ल यति साइड अघि जस्तै खिच्छ ओए कस्तो राम्रो आएको ल है त रेडी होल्ड 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 एकछिन होल्ड 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 ल के हो र थाके ल एकछिन है त यो अलिकति क्लोजअपमा लिन्छ ठिक छ ठिक छ कस्तो राम्रो आएको है ओए यिनीहरू भन्दा चाहिँ यताको होइन यतै लैजाऊ त यो वाला पोजमा यताबाट स्ट्रेट त्यो भर्टिकल खिच्छ त अघि नै खिच्छ ल है त एकछिन है त भयो अरू पोज खिच्छ चिसो भयो यहाँ हेर ओए ल 4 भइसक्यो त्यहाँ केही छैन पछाडि नखिच्नु त्यसो एउटा डेरा आइसक्यो होइन यसमा बसेकोमा ल तर मलाई यिनीहरू नै राम्रो लाग्यो माथिबाटै है यिनीहरू नै राम्रो छ अब ल जम 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 अब बुक पढेको पनि गरौँ न त कस्तो थियो पोज बुक पढेको एउटा टाउकोमा हालेको छ खोलेर यस्तै होइन अरू ठाउँ खोजौँ अरू लोकेसन लगाउने ब्याकग्राउन्ड अलिकति राम्रो हुनु पर्यो हालिदिनु न यसमै
चिसो भयो चाख्ने मेरो त चाक्रै जाऊँ न कति छ ठाउँ यहाँ